अहिले दसैँ दिन सबैजनालाई स्वागत छ। र अहिले चाहिँ दसैँ भन्नाले हामी चाहिँ इटरीबाट उल्लाबारीतर्फ जाँदैछौँ र म र मेरो दाइ चाहिँ हामी चाहिँ दुईजना उल्लाबारी हुँदै सडकतिर जाँदैछौँ। र अहिले चाहिँ म तपाईँलाई बसको अवस्था कस्तो छ त्यो देखाउन गइरहेको छु है त। बस एकदम भिड छ। यो चाहिँ दसैँ भएको हुनाले हो। एकदम यहाँ मान्छेहरू उभिने ठाउँ पनि छैन। मान्छेहरूले बस्ने ठाउँ पनि पाएको छैन। सबैजना उभिरहेछन्। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ मान्छेहरूले पैसा तिरेर पनि बस्न पाएको। तपाईँ कहाँ जानुभएको दाइ? मङ्गलबारी। कतादेखि आउनुभएको? धरान इटरीबाट। धन्यवाद। दाइ पनि रमाइलो मान्छे हुँदो रहेछ। ल अहिले दसैँको माहौलमा पनि गाडीमा चाहिँ गीत बजेको छैन र हामीलाई अल्छी पनि लागिरहेछ। सबैजना एउटा गीतको माहौल थियो भने सबैजनालाई रमाइलो हुन्थ्यो। अब यहाँ गीत नबजेको हुनाले होइन म चाहिँ अरू गाडीमा जान्छु है। होइन के छ बस म गीत बजाउनु भन्छु। ल हामीले भन्दा गर्दा चाहिँ मलाई गीत बजाउनु भएको छ। बजाएको भन्दा पनि मैले बताएको गीत चाहिँ मेरै फोनदेखि बजाइरहेको छु गीत चाहिँ हेर्न सक्नुहुन्छ है त। मैले बजाइरहेको छु। हेलो भन। कहाँ गएको तिमी? मामा हो? मामा घर गएको कि कहाँ गएको? मामालाई गएको। कहाँ छ तिम्रो मामालाई? उल्लाबारीमा हो। र भाइ पनि अब मामा घर जाँदैछन् र यो चाहिँ दसैँको दोस्रो दिन हो। दोस्रो दिन पनि अब यस्तो अवस्था छ गाडीहरूमा। र हामी चाहिँ अहिले खोलादेखि जाँदैछौँ। यो हामी गच्छिया बलियादेखि गच्छिया हो। अनि त्यसपछि बोट गाउँ आउँछ होइन। अनि बेलबारी अनि पत्री हुँदै हामी उल्लाबारीसम्म पुग्छौँ। र हामी चाहिँ कहाँनिर जान लाग्नु भएको थियो अदर तपाईँहरू? कोरिया अमेरिका यो बस अमेरिकासम्म पनि जाने रहेछ। मलाई किन भन्नुहोस् त अहिले? होइन अब कुन बस अब आफ्नै मर्जीले गर्छ। त्यही भएर हो कि। ठिक छ। अमेरिका थाइल्यान्ड सबैतिर जान्छ। मलाई पनि थाहा छैन। म पनि जान्छु अब। हामीले अमेरिका सुन न भाइलाई अस्ट्रेलिया यो चाहिँ 10 यहाँ मात्र हो कि अरू बेला केही राख्छ? भ्लग हाम्रो युट्युब च्यानलमा आउँछ। प्रोग्राम विथ विशाल भन्ने छ है त। चस्मा पनि थाइल्यान्डमै किने हो। अमेरिका न्युयोर्क सिटीको गोदर चाहिँ कहाँ लाग्नु भएको? बेलबारी भोजपुरबाट बेलबारी टाइप पनि लागेको छ है। भोजपुरबाट आउनुभएको? बेलबारीमा कसकोमा जानु लाग्यो? दसैँ आयो लगाइदिनु पर्यो। पिङ खेल्नुभयो त? यसपालि पिङ खेलियो? खेलेन। किन त खेलेन? पिङले नै बोलाएन। पिङले बोलाएन कि ठाउँतिर पिङै नभएर हो? नबोलाएरै हो। त्यही भएर उहाँहरू पिङ बाँकी छ। पिङले बोलाएको छ भने गइन्छ। पिङ खेल्नको लागि बाहिर जाँदै हुन्छ। तिहारमा चाहिँ कहाँ जानुहुन्छ? तिहार नेपाल ब्याक हुने। नेपालमै बस्ने तिहारमा चाहिँ आउने। गएर आउने। कति दिनको लागि जानुभएको त? 15 दिनमा तिहार आइहाल्छ। बाहिर चाहिँ के काम गर्नुहुन्छ? काम गर्ने ट्राभलिङ। मन खुसीको लागि जानुभएको होइन? बल्ती हेर्छौ मोटो तिमी कस्तो छ नि? हजुर पत्लु को जस्तो छ? म जस्तै? म त मोटो हेरेर पेट कत्रो छ मेरो। अहिले चाहिँ मलाई लुगा पनि त्यस्तै छैन त, यल्लो छ है। दाइ छ यो दाइलाई चाहिँ हल्का हामी चाट्छौँ है।
दाइ यता आउनु न त्यस्तो गर्नु पाएन दाइ सुन्नु न सुन्नु न दसैँमा सबैजना आफ्नो परिवारसँग बसिरहेछन् र तपाईँ चाहिँ यहाँ काम गर्दा तपाईँलाई कस्तो लागेको छ मलाई रमाइलै छ रमाइलो छ दसैँ तिहार तपाईँलाई पनि घरमा आफ्नै परिवारसँग बस्न पायो भने चाहिँ जस्तो लागेको छैन रातभरि बसेको पश्चिमको बाटो रहेछ पूर्वको बाटो चाहिँ बिग्रिएको थियो अहिले चाहिँ यो पुरै बनाइसकेर अहिलेको अवस्था चाहिँ यस्तो छ है त पश्चिमको बाटो चाहिँ पूर्व लाइन जाने बाटो चाहिँ यस्तो छ है त अवस्था अहिले